जमिनमुनि हराएको गाडी पत्ता लगाउन नसकेपछि निराश हुँदै काठमाडौँ फर्कियो भूगर्भविदको टोली। गत शुक्रबार हेटौडामा जमिनमुनि हराएको गाडी खोज्न भन्दै मंगलबार भूगर्भविदको टोली हेटौडा पुगेको थियो। ना 4 नम्बरको गाडी गत शुक्रबार दिउँसो हेटौडा 16 र 17 को सिमानामा पर्ने गौरी गाउँस्थित सड़कमा फसेको र केही बेरमै जमिनमुनि पुरेको थियो। गाडी निकाल्ने क्रममा 5 सेकेन्डकै बीचमा उक्त गाडी जमिनमुनि हराएको थियो। उक्त गाडी र त्यस स्थानको अध्ययन गर्न काठमाडौँबाट भूगर्भविद नारायण अधिकारीको नेतृत्वमा 5 जना फिल्डमा खटिएका थिए। उनीहरूले 2 दिनसम्म त्यस स्थानको अध्ययनका साथै म्याग्नेटोमिटरको आधारमा गाडी भासिएको स्थान वरपर चुम्बकीय क्षेत्र तथा पदार्थको अवस्था अध्ययन गरेका थिए। तर भूगर्भविदको टोलीले गाडीको अवस्था भने पत्ता लगाउन सकेनन्। गाडी कति गहिराईसम्म पुगेको समेत सानो क्लू नपाएपछि भूगर्भविदको टोली निराश हुँदै काठमाडौँ फर्किएको छ। भूगर्भविदको टोलीले समेत गाडी पत्ता लगाउन नसकेपछि त्यहाँका बासिन्दाहरूले दैवी शक्ति भएको आकलन गरेका छन्। गाडी भासिएको त्यो ठाउँमा अहिले ठूलो खाडल परेको छ र त्यो खाल्डो धमिलो पानीले भरिएको छ। जेसीबीले खोतल्दा समेत पत्ता लगाउन नसकेपछि सबै चकित परेका हुन्। त्यसै ठाउँमा पहिला 7 हल गोरु हराएको पनि खुलासा भएको छ। भूगर्भविदको टोली काठमाडौँ फर्किएपछि भासिएको गाडी खोजी गर्न हेटौडा उपमहानगरपालिकाले नयाँ तरिका अपनाउने योजना बनाइरहेको छ। त्यहाँका स्थानीयले भने जस्तो सुकै तरिका अपनाए पनि गाडी नभेटिने बताएका छन्। त्यहाँ ठूलै दैवी शक्ति रहेको उनीहरूको दाबी छ। के त्यहाँ साँच्चै दैवी शक्ति होला? यसबारे तपाईहरूको प्रतिक्रिया के छ? कमेन्ट गर्नुहोला।